डिजलको अलपत्र भयो हेर्नुहोस् गाइस। यहाँ लिडिङभन्दा माथि चाहिँ पहिरो गएको छ। यहाँ अरू गाउँपालिकाको राजु गुरुङजीलाई हाम्रो मेयर साहबलाई फोन गरेर भर्खर बाटो सफा गरिदिनुहोस् भनेर फोन गरेको छु मैले। अहिले चिसो बनाउँछु भने हेर्न झर्नाहरू यसरी भोगिरहेको छ। तर यतापट्टि फेरि यता प्यासेन्जरको अलपत्र छैन। यो जहिले पनि यार यो यहाँबाट आउनु चाहिँ पर्यो के भयो त्यतिका। अब यहाँ माछु खोला जाने बाटो बन्द छ हेर्नुहोस्। म यहाँ ठ्याक्कै 5:30 बजी आइपुगेको, तर यहाँ बाटो ब्लक भएर मैले प्यासेन्जरलाई अगाडि पुऱ्याउनै सकिनँ। यहाँबाट खसिसक्नु भएन, बाटो सब अवस्था छ। यहाँबाट यस्तो यो सब तल खस्न लगाइरहेको छ। बिजुलीको पोलहरू पनि तल ढल्नै लगाइरहेको छ। ठाउँ एकदम खराब भयो यो ठाउँ है लास्टै। मेन कुरो मलाई समस्या के छ, के छ विचार माथि जाने ढिलो बसी भएन। ढिलो भयो नि अब। हेलो 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 म त्यहाँ भनेछु ल। ल्यान्ड गाडी हो बेलामा प्यासेन्जरलाई पुऱ्याउनु नसकेको पनि यस्तो छ त खोलाहरू झर्नाहरू। ल हेर्नुहोस् यो सिनहरू बिहान बिहान यहाँबाट खस्यो भने सिलै फराएर हो गयो फेरि ट्राई गर्दा। ल हेर्नुहोस् यतातिर यस्तो चिल पर्दा फेरि झर्ना कस्तो टाइपको छ। ल हेर्नुहोस् उता बाटो ब्लक भएर फेरि बिजोग छ। यता प्यासेन्जरलाई ठाउँमा पुऱ्याउनु पाएन मैले। अरे यार जिन्दगी यहाँ हेर्नुहोस् यहाँ माथि चाहिँ यस्तो गएको चाहिँ टाइपको हुन्छ। यति खतरा छ झर्न चाहिँ यहाँ पारि चाहिँ एकदम भङ भङ आवाज चाहिँ कडा आइरहेछ हेर्नुहोस्। ल केटो अब नआउनु चाहिँ उपाय छैन। जिसिबी आएपछि बाटो खोल्छ। प्यासेन्जरको अलबट यहाँतिर हेर्नुहोस् चुनुबे कहाँ कहाँ पुग्ने मान्छेहरू छ हेर्नु। गाडी छ गाडी छ है माछुकोल जाने यस्तो बाटो अब